हेलो गुड मर्निङ सबैजनालाई नमस्ते। मेरो भिडियोमा धेरै समय पछाडि तपाईहरुलाई फेरि स्वागत छ। आज चाहिँ सन्डेको दिन एकदमै लेजी डे। आज चाहिँ केही प्लान नभएको कारणले बाहिर जाने प्लानहरु छैन, केही गर्ने प्लान छैन। त्यही भएर एकदमै ढिलो आज चाहिँ 9:30 भइसक्यो। भर्खर हामी चाहिँ बेडबाट यस्तो त्यो चाहिँ बाहिर उठाउन लागिसक्यो। अब त्यतिकै आज घरमा के गर्ने त्यही भिडियोहरु बनाउँछु, हेर्दिनु होला। ट्राई एकदमै काम गर्ने सिरम छ है मेरो। सस्तो छ तर मलाई चाहिँ एकदम मन पर्छ यो। फेस धोएपछि चाहिँ एकदम एकचोटी फेसमा केही चाहिँ लाउनु पर्छ, नत्र भने ड्राई लाग्छ के। सकिसकेछ के एकदम सक्यो। त म नर्मली सधैँ लाउने पनि होइन, यो चाहिँ यस्तो सुद moisturize. Sunscreen यो लगाए पनि हुन्छ। अझै गार्नियरको यो लाउनु पर्यो। आज घरमा बस्ने हो नि त, बाहिर जाँदैन। प्लम्पिङ लिप ग्लस चाहिँ हिजो टाउन गएको थिएँ त किनेको है। कस्ता मोइस्चराइजरको लिप बामको काम गर्छ कि। टोन अप सनस्क्रिन भने हैन, क्रिम राम्रो छ, SPF 50 हो। अनि प्लस यसले चाहिँ टोन पनि सँगै गर्ने हो के। म तपाईहरुलाई लगाएर देखाउँछु ल। यस्तो हुन्छ खासमा। म चाहिँ यति थोरै लाउँदा पनि यस्तो धेरै लाग्छ के। यो चाहिँ खासै कहिले बाहिर जाँदा म खासमा यति धेरै कुराहरू सधैँ चाहिँ लाउँदिनँ है। आज चाहिँ भिडियो बनाउने भएको कारणले फेरि यस्तो धेरै लगाएर पनि भन्ने होला। सधैँ लाउँदिनँ, कहिलेकाहीँ। सामान चाहिँ फेरि मसँग सबै छ के, नभएको चाहिँ होइन। मसँग सबै छ सामान। म त्यस्तो मेकअपमा राम्रो पनि होइन। मेरो पहिले स्किन कस्तो खतरा थियो कि, बिग्रेको थियो कि पिम्पल्सले। अहिले यस्तो भएको छ है त। ल मेरो बिहानको मर्निङको स्किन केयर सक्यो। अनि कपाल यस्तो लामो भएको छ मेरो कपाल। अस्ति आफै केराटिन गरे हो हैन, आफै केराटिन गरे। अब भर्खर म चाहिँ माथिबाट झरेको हैन, बेडबाट झरेको। तर मेरो बुढोले तल सबै घर भ्याक्युम लगाएर सफा गरिसकेछ। त म्युजिकमा यो के हो भन्ने देखाइदेऊ त। त्यो एक्ज्याक्टली सेम हो, सेम कार हो छोरा। राइनो कार। नुहाले बनाएको नि हिजो। वाह, नुहा चाहिँ तिमी गुड छ हो ड्रइङमा। ए ल ल ल ल सबैजना नमस्ते भन्न। नमस्ते। भिडियो के गरिदिनु, लाइक अनि सब्स्क्राइब गरिदिनु। ओके। नुहाले के खाँदै गरेको? कर्नफ्लेक्स, स्पाइकी कर्नफ्लेक्स। स्पाइकी कर्नफ्लेक्स खाएको नि? यस। ओके। मामुको पनि छ यहाँ। मामुको के हो यो? ग्रानोला, योगर्ट एन्ड ग्रेप्स। तिमी खाने? नो। ल गरेको रे। Like lunch. यो ग्लुट्सहरुको लागि यो खुट्टाको टुप्पो दे, अलिकति माथिको दे। पोजिसन यो सोल्डर विथ अझ कति छ? सोल्डर विथ खुट्टा हैन, सोल्डर त्यति अझ क्लोज भित्र। ल अब यसो हल्का बेन्ड, निज बेन्ड,
हैन सिधा हेर्नु त हातै सराउने पिसेर यसको नाम के ग्लुट्स लोवर ब्याक ग्लुट्स अनि योगा सिकेको कस्तो त तर एक्सरसाइज भनेको ग्लुट्स हो once in a blue moon योगा सिकेर यो फोम रोलर मसाजर चाहिँ द बिगिनिङ हो त्यसलाई चाहिँ मसाजिङ हैन सेकेन्डमा चाहिँ तिम्रो स्ट्रेचिङ हुन्छ वेस्ट स्ट्रेचिङ थर्डमा चाहिँ तिम्रो स्ट्रेन्थनिङ हुन्छ कि हामीले गर्यौँ नि त्यो ब्रिजहरू के अरे डबल लेग सिंगल लेग ब्रिज आरडिएल क्लाइम स्ट्यापहरू गर्यो नि स्क्वाट तिनीहरू चाहिँ स्ट्रेचिङ त्यो चाहिँ लास्टमा हुन्छ यो चाहिँ एक्टिभेट यो चाहिँ ल भयो योगा होला नि कमलको यो तिम्रो काम चाहिँ बन्द गर्दै के अरे घाम लागेको छ होइन एकदम राम्रो छ दिन चाहिँ तर घाम लागे पनि एकदमै चिसो छ हावा चिसो चलिरहेछ मेरो लुगाहरू सुकाउनु छ लुगाहरू यस्तो छ हावा चल्यो कि नि हामी कपाल लगाएको लचपच है त आनन्द लाग्छ है घाममा बस्दा नि हेर्नु नि घाममा बस्दा नि आनन्द लागिरहेछ कहिलेकाहीँ चाहिँ यसरी घरमा बस्न आनन्दले केही नगरिकन नो स्ट्रेस फ्री भएर चाहिँ घरमा बस्न केही प्लान छैन केही जानु पर्दैन कोर्सहरू जानु पर्दैन लेसनहरू छैन होइन आनन्दले बसेको छ त्यो चाहिँ मलाई म चाहिँ घरमा बसेर रिल्याक्स भएर बस्नु अनि आफूलाई मन परेको खानु अनि मन परेको ड्रामा सिरियल हेर्नु त्योभन्दा बेस्ट मेरो केही पनि होइन क्या मेरो लाइफमा त्यही हो मेरो बेस्ट कुनै ठुलो ठुलो सपनाहरू नै केही गर्नुपर्छ भन्ने पनि छैन मलाई म त लेड ब्याक आनन्दले मलाई त मेरो बेस्ट भनेकै घरमा बस्नु केही नगरी त्यही नै हो है आज मेरो छ थुप्रै कामहरू गर्नु बाँकी छ नङ बनाउनु पर्ने अलिक नङ बनाउनु पर्ला भन्दैछु यस्तो भएको छ है त्यस्तै छ मेरो भिडियो चाहिँ आज धेरै पहिले 2-3 वर्ष अगाडि अलिअलि भिडियो बनाउँथेँ त्यस्तै कारणले मैले भिडियो पनि बनाइनँ तर फेरि बनाउन सुरु गरिरहेको छु सबैले प्लिज सेयर नगरिदिनु तर सब्सक्राइब चाहिँ गरिदिनु होला मेरो भ्युजहरूले होइन अनि लाइक गरिदिनु होला थ्याङ्क यू सो मच आजलाई चाहिँ म भिडियो एक दुईवटा केही थप्छु होला तर दिस इज इट ओके and then just saying hi अनि मर्निङको यो देखाएँ अब त्यस पछाडि म अर्को भिडियो लिएर पनि तुरुन्तै आउने छु अनि त्यसको लागि पर्खिनु होला थ्याङ्क यू सो मच बाई एभ्रीबडी थ्याङ्क यू